हेलो साथीहरू, हेर्नुहोस्, बाख्रा चाहिँ यसरी नै पालन गर्नुपर्छ। यसरी नै हामीले घाँस झुन्डाउनुपर्छ। यसरी झुन्डायो भने चाहिँ त्यस्तो बिना खेराहरू जाँदैन। अनि हामीले बाख्राहरू पाल्यो भने नि वर्षमा कम्तीमा नि भयो भने त 2-3 लाख त कमाउँछ। हेर्नु, खसीहरू यसरी पाल्नुपर्छ हामीले। मकै पिठो दिँदा पनि हाम्रो घरकै पालेको अर्ग्यानिक दिन पनि मिल्छ, पसलको नदिए पनि हुन्छ। आफूलाई फाइदा हुनु छ भने चाहिँ साथीहरू हेर्नु, देखाउनु नि यता आएर। अरू कृषि फर्महरू भन्दा चाहिँ हामीले बाख्रा पालेको चाहिँ एकदम फाइदा हुन्छ। हेर्नु, अरू पाल्दाखेरि चाहिँ हामीलाई किन फाइदा हुँदैन भने अब अरू चाहिँ बेच्न पाइहाल्दैन नि त। बाख्राको त अब 5 महिनामा अब ब्याएपछि त चाँडो बोकोहरू पायो भने त हामीलाई फाइदा हुन्छ। त्यसै कारणले हामीले यसरी बाख्राहरू पाल्यो भने चाहिँ धेरै पालन पाउँछ। गऱ्यो भयो, काट्यो भयो। यो चाहिँ